साथीहरू चैत दसैँको दिन मामा घर जान हिँडेको। अनि मामा घर जान चाहिँ अनि ठ्याक्कै छोरोको नि ठ्याक्कै एसएलसी दिएर भ्याएर घरमा आएको त्योभन्दा अगाडि। अनि मामा घर जाऊँ भनेर के फकाएर अनि लिएर हिँडेको बल्ल बल्ल मान्यो। सानो भइन्जेल त जाऊँ भन्ने बित्तिकै खुसी हुँदै हिँड्यो होइन। अब अलिक ठुलो भयो नि त खासै मामा घर जान मन गरे जस्तो गरेको थिएन। जाऊँ न बाबु बाटो अप्ठ्यारो छ गाउँ जाने बाटो भनेर अनि बल्ल बल्ल फकाएर लिएर हिँडेको है। अनि मान्यो। अनि यहाँ चाहिँ मैले यसो भिडियो बनाएर के सुरुवात गरेको के मलाई ब्लग बनाउनु छोड्दै थिएँ। खासै बोल्न चाहिँ आउँदैन कि मलाई बोल्न आउँदैन खास चर्को बोल्नु नआउने भनेर बुझिँदैन कि बोलेको। अनि छोरो चाहिँ भिडियो बनायो भनेर सहाका त्यस अनि उसलाई चाहिँ भिडियो बनाएको मन पर्दैन त्यही पनि भिडियो बनाइदिएको मैले। अनि यो चाहिँ हाम्रो गाउँ जाने बाटो ठ्याक्कै पिजी रोड सिद्धो गाउँ जाने बाटो चाहिँ गाउँ जाने बाटो चाहिँ यस्तो धुलै धुलो छ क्या। धुलै धुलो भए पनि कोही ठाउँ त सजिलो छ कोही ठाउँ चाहिँ अप्ठ्यारो छ क्या। अनि बाटो अप्ठ्यारो छ। अनि त्यही पनि मलाई छोरो बिदा भएको बेला लिएर जान मन लाग्यो। अनि त्यही त हो बच्चाहरू सानो भइन्जेल रहर गर्छन् मामा घर जान। ठुलो भएपछि अलि रहर नलाग्दो रहेछ के फकाउनु पर्ने जस मान्न त मान्छ फेरि। अनि यहाँ चाहिँ मलाई छोरोले नाटक गर्ने भिडियो बनायो भनेर मलाई कराहा। उसलाई चाहिँ भिडियो बनाएको मन पर्दैन क्या। स्कुटर हल्लाइदियो कि जिगजाग गरिदियो कि भिडियो बनायो भनेर बोलेको नबुझ्दैछ भनेर कति बोलेको भन्ने हो उता कराहा है। कराई पनि मैले भिडियो बनाउनु छोडेँ होइन। छोरोको सामु त अलिक दकस्त लाग्यो तर पनि दकस्त लाग्छ कराउँछ होइन। उसलाई भिडियो बनाएको मन पर्दैन। अब मन नपर्नुको कारण नि होला नि त मलाई त्यति बोल्न आउँदैन है त्यही भएर नि होला। अब चाहिँ हामी चाहिँ मामा घर चाहिँ तल डाँडा मुग्ली अनि तल झर्नुपर्छ कि त्यही भएर हामी झर्दैछौँ। अनि यहाँ अप्ठ्यारो ठाउँमा चाहिँ पिच गरे अनि पिच नगरेको यहाँ पिच गरेको थियो एकदम अप्ठ्यारो थियो कि एकदमै चिप्लो हुन्थ्यो। त्यही भएर अप्ठ्यारो ठाउँमा चाहिँ हल्का ढलन गरे यस्तो धुलै धुलो हो क्या साथीहरू। पानी पनि नपरेको धुलै धुलो बाटो त ठिकै छ त्यस्तो नराम्रो पनि छैन कोही ठाउँमा मात्रै नराम्रो छ। सबैको छोरो यस्तै हुन्छ मेरो छोरो मात्रै है भिडियो बनाउँछ भने रिसाइहाल्छ हेर न लोटे अनि हेर्न बाबु खेला चिन्नु न बाटो अप्ठ्यारो छ नाटक होइन के मलाई के भन्छ र तिमीलाई चित्त लगाइरहेको छु मैले। ओइ कति साह्रो माटो हालेको हजुर डर लाग्यो। पछाडि त हटिरहेको छु अनि के अरे अगाडि आउँछ त अनि ओइ माथि गाह्रो हुँदै चाहिँ ल्याएको त्यो ठिकै कति चाहिँ छोरोलाई ल्याएर मैले तिमीलाई सधैँ तिमीले लिएर हिँडौँ जस्तो लाग्छ सधैँ जताको तर तिम्रो स्कुल हुन्छ अनि कस्तो माया लाग्दै यता परेको क्यामेरा ओए जान्न अब कस्तो जानु अरे ए कुकुर भयो देखि नै देखिएन जानु त अरे कुकुर साह्रै हाम्रो गाउँ त आएन यो चाहिँ गाउँ मान्छेको बनाउने गाउँ मान्छेलाई के भन्नु आउँदैन क्या मलाई हजुर
यहाँको त्यो अप्ठ्यारो भएछ बाटो त झन् बिजोग भएछ बाटो तर पहिला पहिला हान्नु त सजिलो होइन र बाटो खै टोक्दैन होला नि कति धेरै ट्याक्सी हो आज जता पनि ट्याक्सी आज दसैँमा घरमा आयो होला नि कि अरू पनि पाहुना उनीहरू पनि घुम्ती भएको बाट पिच अनि यहाँ ट्याक्सी अनि सुली होला छ होला है कुखुरा पालेको खोर अनि यहाँको बाटो यस्तै छ गाउँतिरको बाटो के साथीहरू नबोल त कति बोलेको अरे फेरि ओइ सक्दैन ओइ म झर्नु म झर्छु भाइ थारो देखेर डरायो त होइन तिमी सजिलो होला भनेर नि त बाटो थारो रहेछ अनि हजुर डर लाएर हिँड्यो ढुलो फुट्टाउँदै ओए कता पुग्यो होइन सक्थ्यो म डराएर कस्तो ठाडो रहेछ कि बाटो मलाई डर लाग्यो के बाटो कस्तो ठाडै छ अनि मलाई डर लाग्यो कि अनि झरेको कि गाउँ जाने बाटो त्यसै हिँड नि त माइजूसँग माइजू घर हिँड्नु भएको हजुर हिँड म आउँछु माइजू कस्तो राम्रो देखिएको है गाउँ बाटोले आइज आऊ आऊ माइजू हुन्न क्या हो खै ओ माइजू नहुनु रहेछ क्या ए यता त यस्तो बनाएर रहेछ कि बाटो त है माइजू झन् एकछिन बस्नुहुन्थ्यो होला झन् हामी आइदिएर कस्तो खुल्ला देखेको है माइजू खुल्ला देखेको के डर कहिले हेर माइजी यो बाटो खनेको अस्ति नै हो हजुर ए यहाँको टगारो त बन्द भएछ त कहीँमा रानी घरलाई नि हजुर घर लाने मुनिबाट हन्नको यहाँबाट फर्कन सक्छौ र सक्थ्यो के अरे हेर अहिले जाँदा कुन बाटो छ नि झन् थाहा रहेछ यहाँ त दिप यति बार सजिलो रहेछ के भन्न माइजू यही राख्नु लाग्यो अलिक कुना खै गुल्टी हानी बर्बाद होला फेरि छेउमा नलिएर आऊ छेउमा नलिएर आऊ कि कस्तो ओह्रालो अप्ठ्यारो रहेछ है बाटो यस्तै घुमाएर ल्याउनु पर्छ यहाँ कस्तो थाहै रहेछ नि त बाटोबाट
यहाँ त झन् ठाडै रहेछ दिप गाह्रो रहेछ बाटो गुल्टिँदैन कस्तो रिसाउने कि तिमी जहिले नि देऊ झोला हाल्छ कि हाल्दैन थाहा छैन ल अघि भिडियो बनाउँदै थिएँ छोरीले मोबाइल खोजिदियो स्याहारे मोबाइल भिडियो बनाइन अनि अहिले चाहिँ मामा घर भेटेर फर्केको अनि खाना सानो ठुलो मामा घरतिर खाना खाएर एकछिन गफ गरेर अनि फेरि हिँड्न थालेको हिँड्यौँ थालेको होइन हिँड्यौँ आऊ अनि म हिँड्दै छोरो यता आऊ त्यो अन्ति सानो माइजूको घर पस्नु तिमी अगाडि हिँड्न नि त ओइ मलाई धुलोले मार्यो हिँडेको सानो माइजूको घरतिर बस्नु पर्यो अनि अगाडि गइसक्यो गयो त बाटो फेरि डेन्जर छ कि जे होस् अहिले चाहिँ मामा घर गरे स्कुटर माथि राख्नु पर्थ्यो अहिले राख्नु परेन माइजू घरतिर राख्यौँ टगरमा फेरि सानो माइजूको घरमा बाटो अप्ठ्यारो भयो कि त्यही भएर कस्तो रमाइलो देखिएको अहिले बाटोहरू हालेको त बल्ल गाउँ रमाइलो देखिन्छ उता बिचमा पनि बनायो भने बाटो अझ गाउँको बिचमा त कहाँ भएर बाटो डर बाटो रात पर्न आँट्यो उता कुदिरहेको छोरोले फेरि हिँडमा आउँछु ढिलो आयो भनेर कि ढिलो आयो भनेर पर्खिरहेछ हिँड के हिँड भक्क लाग्यो है ठुलो माइजूका सानो माइजूका बस्दै हिँड्दाखेरि आमा के हजुर सन्चै हुनुहुन्छ अघि दिउँसो आएको कता खाँदा पनि कान्छ ए हजुर एक्लै हो ए दिउँसो बिहा गरे कि क्यारे पनि कान्छाले ए बस्ने है बुवा हुनुहुन्छ होला नि बुवा हुनुहुन्न ल बस्ने एक मैले कस्तो सोधिरहेको बुवा बाबु छ छोरो हजुर रात पऱ्यो है माइजू म दिउँसो आएको ए आज शनिबार आएको शनिबार बस्नुहुन्न अरे क्या बस्नै माइजू मामा खै त नि ए घरदेखिको बाबु माथि पुगिसक्यो खानु पाक्यो हामी त हिँडेको साथी गयौँ ल यो नि हाल त पछाडि कता हेर्ने अब चाहिँ लास्ट घरतिर जानु लाग्यो खै पुसाइ मोबाइल मात्रै ध्यान छ पुसाइ हो मलाई के पर्छ अरे पुसाइ के पर्छ पुसाइ कसलाई हानेको तैँले कसलाई बोला हानेको उता के भन्दा ए जान्न
मैले गीत बोलाऊ भने बोलाऊ मलाई काचिनी हुँदैन नि काचिनी हुँदैन भिडियो बनाउने बेला मान्छे हेऱ्यो भने त कहाँ भिडियो बनाएँ त्यो अघि मान्छे हेरेर भिडियो बनाएन मैले लाज लागेर नौला पाहुनाहरू अहिले सुरुमा नि 9 पाहुना भेटेँ तल गएर नि 9 बोलाएन भाइ गयो नि खै ओ माइ गॉड ताउकामा कान हाल्छ नि ऊ त्यो गुरुङदाइ डेन्जर भिडियो उडाइदिएको स्कर्पियो पहिला ट्याक्सी थियो पैसा हुनु लाग्यो त्यो पनि हजुर त्यो दाइ कसरी काम परेर बोलाएको होला नि कुन यसो बस्ने गरी आएको हो कि थाहा भयो थाहा छैन काम चाहिँ कसले बोलाएन थाहा छैन अरूको बारेमा थाहा हुँदैन म धन्न गुल्टेको के हेर मलाई गुल्टायो भने मलाई जाने थियो के अरे जाने त भनिदिन्छु दिपले गुल्टायो गुल्टायो भन्दै नि गुल्टायो पो भन्ने होइन स्कुल त गुल्टाउन म पछाडि झल्छु नि त नगर ढल्लेलाई जिगज्याग के गरेको अब खुइ जाने यसको लागि काम चाहिँ राम्रो बनाउन खोजेको के अरे त्यहाँ बाइक सिक्यो होला नि त के अरे भन्नाले बाइक सिकेर लाइसेन्स निकाल्यो भने के अरे मान्छेहरू त मान्छेहरू हेरेको गर्छ तिनीहरू कसैलाई चिन्दैन है तिनीहरू उब्जेको कसैलाई चिन्दैन है गाउँमा बस्नु पहिला सुरु सानोमा त सानोदेखि त बिर्सियो होला नि है हजुर मैले पनि चिन्दिनँ है म त यताको मान्छेहरू कसैलाई पनि चिन्दिनँ हजुर के भने फुकुओका गर्दाखेरि सबिन भन्ने अरू सबिन के थाहा नि मलाई हजुर कति याद भएको भनौँ कहाँ मैले बुझिनँ भन्नु त पर्दैन भन्नाले के कुन गाउँको भन्न खोजेको त्यो छोरोलाई तर यताको बाटो त सजिलै रहेछ गाउँ गाउँतिरको घर खेतहरू यस्तो छ के हाम्रो गाउँ त भर्खर घर भर्खरै अलि यसो अगाडि घर आइपुगेको अनि यहाँ चाहिँ सामान प्याक गरेछ यहाँ चाहिँ प्राय कपडा अनि यहाँ चाहिँ दोकानको पसली यहाँ कपडा
छोरोलाई म त जान्न भने ननी न भोलि आउला भनेको दिपु मेरो त पछाबाट छुटे चाहिँ के हेर त त्यो के तिहारमा उसले ल्याइदिएको फुपूले भित्र छ कि छैन हेर त सिरानीतिर छैन त्यसो भने आऊ छोड्दै पछि खोजौँला ढिलो भयो भाइ द्याएर त आत्तिरी भयो होला यहाँ र पछौरा आउगोमा पिस ए आऊ यहीँ झोलामा हालेर रहेछ